है हामी चाहिँ यता जाइफाले आएको जाइफाल डाँडा आएको यहाँ बाटो अप्ठ्यारो भएर डरले खुट्टा काँग्रो सबैजना यता बसिरहेको छौँ हामी चाहिँ 8-9 जना आएको छौँ 7 जना छौँ 7वटा बाइक छ यो चाहिँ यस्तो छ डाँडा बाटो यस्तो छ रमाइलो छ अब हामी बल्ल बल्ल धेरै प्रयास गरिसकेपछि बाटो धेरै अप्ठ्यारो भइसकेपछि बल्ल बल्ल जाइफालले हाउई चौतारीमा आइपुगेछ यता साथीहरू आउँदैन छ ढुङ्गाहरू यो चाहिँ जाइफाले डाँडाको गाडा ल 12:30मा यहाँ 3 बजिसक्यो 2.5 घन्टामा 3 घन्टा 45 मिनट यहाँ आइपुग्यो है बल्ल बल्ल जाइफाले डाँडा दाजु अनि कस्तो लाग्यो त नि आजको यात्रा आजको बाइक राइडिङ एडभेन्चर चाहिँ अमेजिङ लाग्यो बाटो चाहिँ ग्राभलको अफरोड 2-3 पटक झन्डै लडियो अहिले चाहिँ अलिक ठिक छ होइन आइपुग्यो चिसो हावा लिँदैछ ल ठिक छ अब हामी चाहिँ जाइफालेमा आएर रेस्ट गर्दैछौँ यता दाजु साथीहरूसँग होइन बाटो लास्ट अफ्टर भिरको बाटो आएर बल्ल बल्ल यहाँ अलिकति गाउँमा आएपछि सास अडिएको छ यस्तो छ जाइफाल डाँडा वेदर चाहिँ दामी छ उसो लागि चाहिँ तल गर्मी थियो अहिले चाहिँ चिसो चिसो छ बाटो अब यो चाहिँ जाइफालेको भ्यू पोइन्ट जाने बाटो यस्तो छ यो चाहिँ जाइफाले डाँडाको घरहरू है यस्तो छ यस्तै यो चाहिँ डाँडामा अब हामी चाहिँ हिँड्दै माथि भ्यू टावरतिर जाने प्रयासमा छौँ होइन साथीहरू अगाडि हुनुहुन्छ यता हुनुहुन्छ है दाजुहरू साथीहरू हिँड्दै हुनुहुन्छ बारीमा लुहरू आलु कति धेरै पाक्ने बेला भएछ खन्ती सन्ती ल्याएको हुन्थ्यो यसो 2-4वटा बोट उखाल्नु हुन्थ्यो भरेको लागि 1 छाक तरकारी हुन्थ्यो गाह्रो छ हो यो चाहिँ हाम्रो सवारी साधन यही सवारी साधनबाट हामी चाहिँ जाइफाले डाँडा घुम्न आएको छौँ अब यता जाइफाले डाँडा यो यस्तो यस्तो संस्थाहरू छ होइन जाइफालेमा सबैजना यता बसेर यता यहाँ बुझ्ने जाइफाले हो यो जाइफालेको यो लेखेको JEFALE जाइफाले हो यता छ सबैजना अब साथीहरू नाच्नु सुरु गर्दै हुन्छ लुङ्गा खोइ नाचेको त नि नाच्छु भनेर लुङ्गाको डान्सहरू बबल छ नि सिधी अब हामी चाहिँ यहाँ राजारानी तालमा यहाँबाट अब हामी प्रवेश हुने सोचमा छौँ ताल यता छ हाम्रो ग्रुपहरू चाहिँ यता हुनुहुन्छ ल ल के छ भने हेर अनि अब आइयो त नि होइन के अरे के मार्ने हाम्रो गाडीहरू चाहिँ यस्तो राजारानी ताल है राजारानी बोट आइपुग्छ त्यो बुढो पनि त सानो सङ्घर्षले त्यो ठाउँमा पुगेको हो त त्यसको सङ्घर्ष पनि त बुक एउटा किताबमा लेख्दा नसकिने नै छ तर राजनीतिमा त्यो हुँदो रहेछ राजारानीमा पुग्ने बोटै है हामी चाहिँ बाहिर बसिरहेको छौँ अरे बाटोको हालत मड्का टिम आएर अघिको कुरा गर्ने बाटो थाहा हुँदैन सबैजना चाहिँ मड्का टिममा यस्तो चाहिँ मड्का टी बेटर खुल्ला गरेर मात्रै खाम होला यो चाहिँ यो चिया खाने टाइम है हाम्रो चाहिँ मड्का टी टाइम
मैले पनि फुल लाएँ जेन्द्रे अझ मड्काटी लास्ट जेन्द्र चेस है सबै दाजु मड्काटीमा अब दाजु यता कसैलाई चाहिँ स्विट लागेन होला पागल ग्रुप रे अब हामी मड्काटी हाम्रो आजको लास्ट इन्डिङ चाहिँ चिसो यता काका यता साथी यता लुना यता अब चाहिँ यो चाहिँ इन्डिङ है अब चाहिँ यता हुनुहुन्छ